नमस्कार सबैलाई अहिले म चाहिँ कोलोराडोको जर्ज टाउनमा छु है। यो जर्ज टाउनमा चाहिँ जस्तै यो क्यालिफोर्निया जाने बाटो अथवा नेभाडा जाने बाटो पर्दछ है। जहाँ जाँदा यस्तो मजाको सिटीहरू छ यो ठाउँ। एउटा ब्युटिफुल खोलाहरू छ है, यस्तो राम्रो ठाउँ। र पछाडि देख्नुहुन्छ डाँडाहरू, एकदमै मजाको डाँडा छ। यो खाने ठाउँहरू, होटेलहरू देख्न सकिन्छ। यति सग्लो पानी छ, वा है। यो चाहिँ यहाँ चाहिँ एउटा गाउँ ठाउँ जस्तो लाग्छ मलाई, जहाँसम्म यो टुरिस्ट सेन्टर हुनसक्छ। यस्तो ठाउँहरू छ है, मजाको ठाउँहरू छ। र यहाँ चाहिँ खास गरी होइन जङ्गली अब असला माछाहरू पाउँदो रहेछ यो ठाउँमा। र मेरो पछाडि देखिरहनु छ यहाँ यो खोलामा चाहिँ है, पछाडि भयो। वाउ, मलाई चाहिँ एकदम रमाइलो लाग्यो यो ठाउँमा चाहिँ देख्न पाउँदा। यो चाहिँ खास गरी मान्छेहरू, पुरानो मान्छे र काठको घरहरू जस्तो देखिन्छ है। डाँडाहरू कस्तो मजाको हेर्नुहोस् यहाँ असला माछा, खोलामा असला माछा हिँडिरहेको छ। वा, यो चाहिँ कोलोराडोको चाहिँ जर्ज टाउनमा पर्छ। जर्ज टाउनमा चाहिँ होइन यति सग्लो पानी, पानी पनि एकदम चिसो छ है। चिसो हेर्छु पानी, पानी एकदम चिसो छ। तर यहाँ चाहिँ असला माछा ट्याप्पै पाउँदो रहेछ, माछाहरू चाहिँ है। त्यसो वाटर एकदम मजाको ठाउँको छ। र यो ठाउँमा चाहिँ होटेल पनि राखिदिएको छ बाटोमा। र मलाई पहिलोचोटि यहाँ असला फ्री स्टाइलको असला होइन, आफै बगुवा पानीमा माछा भएको देखेँ है। वा, डाँडाहरू यस्तो छ हेर्नुहोस्, यस्तो मजाको डाँडाको बिचमा चाहिँ दुईवटा डाँडाको बिचमा चाहिँ एउटा सानो खोला छ। त्यहाँ चाहिँ असला माछा छ, रातो असला, ट्राउट है। वा सी, वा असला ट्राउट। ओके, थ्याङ्क यू। त्यो चाहिँ अब रेस्ट एरिया हो। तर रेस्ट एरियाभित्र बस्दाखेरि तपाईँ दङ्गै पर्नुहुन्छ। हेर्नुहोस् है, मलाई त रेस्ट एरियाको जस्तो जर्ज टाउन भिजिटर वेलकम सेन्टर जस्तो छ। यस्तो छ है। स्यान्ड फेस्टिभल यस्तो के रहेछ यस्तो भिडियोको एकदम डिजाइन गर्ने बस्ने बेन्च बस्न सकिन्छ। नक्साहरू छ के डिजाइन गरेको हेर्नुहोस्, डिजाइन के पऱ्यो। वा, यस्तै छ है। हेर्नुभयो यो जर्ज टाउन कोलोराडोको चाहिँ होइन, जर्ज टाउन कन्ट्री जस्तो छ। तर दुईवटा डाँडाको बिचमा चाहिँ एउटा सानो सिटी छ। एनिवे, धन्यवाद, थ्याङ्क यू। अगस्त 23 तारिक 2024 को दिन चाहिँ म सिल्भर थ्रोन कोलोराडोमा छु। या जहाँ चाहिँ कोलोराडोको जुन यो ठुल्ठुलो डाँडा देख्नुभयो पर त्यहाँ चाहिँ एउटा सपिङ एरिया पनि रहेछ है। अनि यो सपिङ एरियाको मुनि चाहिँ एउटा सानो खोला, एकदम राम्रो पानी बग्ने ठाउँ रहेछ। र यो सिल्भर थ्रोन कोलोराडोको नोटिस बोर्ड हो। तपाईँ यहाँदेखि जानुपर्छ भने देखाउनुपर्छ पुलहरू छ। यो पुलदेखि काटेर पारिपट्टि जाने ठाउँ छ है। र त्यसरी खुल्ला ठाउँहरू छ। यताहरू चाहिँ ठुल्ठुलो सपिङको ठाउँ छ। र यहाँ चाहिँ विशेष गरी दोकानहरू, सपिङहरू चाहिँ काठले बनेको घरहरू
धेरै मात्रामा काठले बनेको घरहरू देख्न सकिन्छ। यो खोला चाहिँ यहाँ मुनितिर हेर्नुहोस्, त्यो बगिरहेको खोला असला माछा ट्राउटहरू पाउँछ, तर सिर्फ 16 इन्चको मात्रै लानु पाउँछ। सानो छ भने ब्याक टु ब्याक खोलामा हाल्नुपर्छ। यस्तो छ है। जे होस् त्यो ठाउँ यो चाहिँ रिभरमा माछा बनेको छ, फिसिङ गर्ने पार्क चाहिँ भिजिटर सप एन्ड रिभर्स कोलोराडो। अहिले चाहिँ म यो कोलोराडोको चाहिँ होइन एकदम राम्रो ठाउँ म छु है। सिल्भर थ्रोन पनि भन्छ यो एरियालाई। यो हेर्नुहोस् यस्तो मजाको सङ्लो पानी छ भित्र, मान्छेले माछा पनि मारिरहेको छ। यो जस्ट एउटा यो सपिङ एरिया पनि एउटा छ। अब हेर्दै जाउँ के छ। यो चाहिँ है एकदम टुरिस्ट सेन्टर भन्नुपर्छ। जसरी खोलाहरू बगिरहेको छ यतातिर हेर्नुहोस्, फिसिङ गर्ने ठाउँ जस्तो लाग्यो बनाएर बसेर। अब यो ठाउँ चाहिँ एउटा चाहिँ यो खोला छ मजाको, माछाहरू असला माछाहरू अन्य माछाहरू पनि यही चिसोमा बस्ने लेकमा बस्ने माछाहरू छ। हेर्नु सक्नुहुन्छ होइन मजाको धुपीको रुखहरूले। खुट्टा चाहिँ पानीमा अघि लगाएको थियो, फेरि लाउनु पऱ्यो। वा चिसो चिसो छ पानी हेरिरहेको छ। वा यो चाहिँ यस्तो ठाउँबाट छ है। एउटा खोला छ सिल्भर थ्रोन भन्ने ठाउँमा छ। पुल छ यहाँ वरिपरि त्यो बग्नु छ। यहाँ सपिङ सेन्टर छ अलिक पर्दैन है। वा चिसो पानी चिसो पानी छ। हिउँबाट पग्लेर आएको पायो भने चिसो पानी छ। यहाँ त असला माछा सानो असला माछा छैन नि त। वा सङ्लो पानी। वा यहाँ चाहिँ वाट ट्राउट निडेड भन्ने छ होइन। यहाँ सबै त्यसको माछाको बारेमा लेखिएको छ। अनि अर्को यस्तो छ माछा कस्तो एउटा दुईवटा तिनवटा के खान्छ त्यो के लाउँदा चाहिँ त्योमा पर्छ त्यो छ है। यसरी यो पछाडि खोला देखिहाल्नुभयो। अन्त यो ठाउँ चाहिँ जाने ठाउँ सुन ठाउँ छ पछाडि सिल्भर थ्रोन भन्ने ठाउँ छ है। एउटा चाहिँ यहाँ पछाडि यो एउटा पुल छ, त्यस वरिपरि घुम्ने फुल ठाउँ छ। मजाको सिन छ है। जस डाँडामा सबै रिच पिपलहरू बस्ने ठाउँ है। रिच पिपल। थ्याङ्क यू फर वाचिङ।